यसरी अचार बनाइसकेपछि हात चाटी चाटी खान चाहिँ कुकुरलाई मनपर्छ साथीहरू। मलाई चाहिँ एकदमै मजा आउँछ साथीहरू। मैले अचार चाहिँ मोलिसकेको अनि खाँदैछु। अनि यता रातिको समयमा जाँगर चलेको छ। भोलि साउनको 1 गते हो, त्यो भएको हुनाले मेहन्दी लगाउँदैछु मैले चाहिँ। अनि हेलो साथीहरू, स्वागत छ आजको मेरो मिनी भ्लगमा। अनि म चाहिँ के गर्दैछु भनेपछि साउन लागिसकेको छ। लाग्न भने भोलि हो नि त लाग्ने, भोलि 1 गते हो। मैले चाहिँ आफै हातमा मेहन्दी लगाएर बसेकी छु। मेहन्दी लगाउँदै गर्दाको भिडियो चाहिँ अपलोड गर्न पाएन, देखाउन पाएन, तर मैले लगाइसकेपछि बनाएको छु साथीहरू। अनि त्यसपछि हेरौँ न त बाहिर कस्तो देखिँदा रहेछ हरियो भएकोमा भनेर। अनि त्यो फालिसकेपछि चाहिँ यस्तो कलर बस्यो साथीहरू, हल्का यस्तो भएको छ। यो कोटाउन नै बाँकी छ। अनि मैले चाहिँ यति लगाएको छु, अगाडिपट्टि चाहिँ लगाएको छैन साथीहरू। त्यो चाहिँ मैले बेलुकासम्म लगाउँछु। भोलि त 1 गते हो नि त, यस्तो बसे खाके। तर राम्रो नै रहेछ मेहन्दी चाहिँ। अनि मैले चाहिँ राति यसरी जाँगर गरेको छु साथीहरू। अनि मैले चाहिँ उता बेबीलाई पनि लगाइदिइसकेको थिएँ। बेबीले चाहिँ मलाई पनि लगाइदिनु न भनेपछि मैले लगाइदिएँ। अनि त्यसपछि मैले चाहिँ आफै लगाउँदैछु अगाडिपट्टि, पछाडिपट्टि चाहिँ पहिले नै लगाएको थिएँ। अनि अगाडिपट्टि पनि लगाउँदैछु साथीहरू। अँध्यारो छ, लाइन जाने आउने, पानी परिरहेको छ नि त। अनि त्यही भएको हुनाले गाह्रो नै भएको छ भनौँ न, त्यस्तो भएको छ। अनि चाहिँ यस्तो देखेको छ, लगाइसकेको थिएँ मैले चाहिँ। हेर न, अनि मैले चाहिँ यस्तो भयो मेरो चाहिँ हातको अगाडिपट्टिको चाहिँ यत्तिको सिम्पल नै भनौँ। मैले चाहिँ यस्तो जानेको थिएँ साथीहरू। यो चाहिँ बेलुका लगाएको, अलि अगाडि उज्यालो नै भएको थियो, त्यो बेला लगाएकी थिएँ मैले चाहिँ। अनि चाहिँ यो चाहिँ यस्तो भएको छ साथीहरू। अनि ठिकै नै भनौँ न, मैले चाहिँ यतिकै हो जानेको, योभन्दा बढी चाहिँ मैले जान्दिनँ। त्यो भएको हुनाले यस्तो भएको हो। अनि एउटा हातमा चाहिँ मेहन्दी लगाएको छु, एउटा हातमा चाहिँ हरियो चुरानी लगाएको छु। अनि मैले चाहिँ बिहानै आज साउनको 1 गते मम्मीले, अनि त्यसपछि बाबाले टिका लगाइदिनु भएको छ। अनि मैले चाहिँ अचार मोलेको थिएँ, तर मैले भिडियो चाहिँ बनाएको थिएन। अनि त्यसपछि उता बहिनीले चाहिँ खाँदैछ, उसले पनि चाट्दैछ। मैले चाहिँ यता पनि मैले चाट्दैछु, हात चाट्दैछु। मलाई चाहिँ अचार भन्दा नि बढी त्यो अचार मोल्दाखेरिको लाग्यो हुन्छ नि हातमा, त्यो चाहिँ असाध्यै मनपर्छ साथीहरू। अनि त्यही भएर मैले चाहिँ मजाले साटेकी थिएँ। अनि म चाहिँ दिउँसोको समय हो नि त। अनि त्यसपछि हामी चाहिँ खानासाना खाइसकेपछि उता बहिनीले चाहिँ बुडुस गर्दैछ, भाँडाहरू धोइसकेपछि। अनि हामीले चाहिँ मेहन्दी हेर्यौँ कसको राम्रो भएको छ भनेर। कलर चाहिँ आएकै छ उसको पनि भनौँ न, उसलाई चाहिँ पुगेन, एउटा मात्रै थियो मेहन्दीको किप। अनि त्यो भएको हुनाले मैले चाहिँ लगाएँ अगाडि पछाडि, तर उसलाई चाहिँ पुगेन, यत्तिको चाहिँ भएको थियो, तर पछाडिपट्टि चाहिँ भएन। अनि कतिको कलर चढे हेरौँ न त भनेको। अनि कलर चाहिँ राम्रो नै चढेको रहेछ हो साथीहरू, राम्रो नै छ भनौँ। उसको नि राम्रो चढे, मेरो पनि ठिकै छ, अनि राम्रो नै छ। अनि तपाईँहरूले मेहन्दी लगाउनु भयो कि नै? हामीले चाहिँ लगाइसक्यौँ। अनि त्यसपछि साउने सङ्क्रान्ति कसरी मनाउनु भयो? हाम्रो चाहिँ राम्रो नै हुँदैछ। बेबीको मेहन्दी पनि हेरौँ न भने उसले चाहिँ चुरा पनि लगाएको छ। अनि त्यसपछि बेबीलाई हेरेको, अनि त्यसपछि उसको हात पनि राम्रो नै छ भनौँ न। अनि हरियो पहेँलो चुरा लगाएको, राम्रो नै भएको छ हो र, मैले छोप्दाखेरि लोटेको। अनि त्यसपछि यता बाख्राहरूले चाहिँ घाँसहरू खाइराखेको छन्। अनि हाम्रो बाख्राहरू चाहिँ आज अलि ढिलो भएको छ, साउने सङ्क्रान्ति भएको हुनाले। अनि यत्तिकैमा बहिनी चाहिँ पसलबाट आइपुगी। अनि बेबीले चाहिँ चिजबल दिएको 2वटा दिएकी छे। अनि त्यहाँ के रहेछ भनेर हेरेको मैले चाहिँ। अनि त्यसपछि एउटा चाहिँ चिसो रहेछ, अनि चाउचाउ भुजा, अनि चुइगम पनि मलाई दिएको सेन्टिफ्रुटी। अनि त्यसपछि मैले चाहिँ यो पछि खान्छु।
अनि सुरुमा चाहिँ हामीले चाहिँ यता फेरि मम्मीको लागि चुरा पनि आएको रहेछ साथीहरू। हामीले चाहिँ सुरुमा अब हामीले चाहिँ दियो खान लाग्यौँ। हाम्रो बेबीले चाहिँ अगाडिबाट जिस्काइराखेकी छिन्। हाम्रो बेबी चाहिँ चटपट 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 गर्छिन् अनि आफ्नो मेहन्दी देखाइराखेकी छिन्। अनि उम्ल्यो के साथीहरू अनि फु फु गरेको मैले चाहिँ सबैले बाँडेर खान लगाएको छौँ हामीले चाहिँ। अनि बहिनीहरूलाई पनि दिइसकेँ मैले चाहिँ। अनि त्यसपछि बाहिर फेरि फुपू र मम्मी बस्नु भएको। अनि त्यसपछि त्यहाँहरूलाई नि दिएँ मैले। अनि मैले चाहिँ बोतलसँगै खान थालेँ। बोतलसँगै खाना आँटेको मैले चाहिँ। अनि त्यसपछि हाम्रो बेबीले चाहिँ अलि खाने रे अनि अलि दिनु न भनेको। त्यसपछि मैले बेबीलाई पनि दिएँ। अनि हाम्रो मेहन्दी चाहिँ हेरिरहेको बेबीले चाहिँ चाउचाउ पनि देखाएको छिन्। अनि त्यो हो मेरो चाहिँ चुरा लगाएको छु मैले चाहिँ अस्ति नै लगाएकी थिएँ। अनि मम्मीको लागि चाहिँ नभएर अनि बहिनीले चाहिँ ल्याइदिएर आएकी थिएँ। मम्मीले चाहिँ अब लगाउनुहुन्छ तर मैले चाहिँ अस्ति नै लगाएकी थिएँ। बेबीले नि लगाएको थिइन्। अनि त्यसपछि मैले चाहिँ खाँदैछु। अनि उता कुरा पनि गर्नु पऱ्यो नि त। अनि त्यसपछि खाँदैछु। मैले चाहिँ त्यति चाहिँ राखेँ पछि खानु पर्ला भनेर, दिउँसोतिर खानु पर्ला भनेर राखेको। अनि अब चाहिँ हामी के गर्छौँ त हेर्नु होला। अनि त्यसपछि मम्मीले र फुपूले चाहिँ खाँदै हुनुहुन्थ्यो बाहिर बसेर, चिसो खाँदै हुनुहुन्थ्यो यतिकै बसेर। अनि फुपू पनि बिहान आउनुभएको थियो आफ्नो घरदेखि। अनि मैले चाहिँ मम्मीलाई हरियो चुरा लगाइदिन थालेँ। साउन लागेको छ नि त। अनि त्यो भएको हुनाले मम्मीलाई चाहिँ हरियो चुरा लगाइदिएँ मैले चाहिँ। अनि अलिक ठुलो साइजको रहेछ चुरा चाहिँ, सजिलो भएको थियो मलाई चाहिँ चुरा लगाउन। हुन्छ। अनि त्यसपछि राम्रो नै भयो, मेरो भन्दा नि झन् राम्रो छ मम्मीको चाहिँ। र एउटा चाहिँ भाँचियो भनौँ न, चुरा चाहिँ एउटा भाँचियो साथीहरू, लगाउँदा लगाउँदै भाँचियो। अनि त्यसपछि अब चाहिँ हामी के गर्छौँ भनेपछि उता बहिनीले के गर्दैछ, पानी हातमुख धुँदैछ कि क्या त्यता चाहिँ धुँदैछ। अनि त्यसपछि मैले चाहिँ कपडाहरू भिजाएँ। मैले चाहिँ पछि कपडा धुन्छु। अनि कस्तो राम्रो फुल छ मलाई चाहिँ देखाउन मन लाग्यो। अनि त्यही भएर देखाएको साथीहरू। मलाई चाहिँ मनपर्छ फुलहरू, एकदमै मनपर्छ नि त। मेरो अगाडिको भिडियोमा चाहिँ मैले बनाइरहेको हुन्थेँ घरतिर पनि। अनि यता माइती घरमा पनि छ भनौँ न फुलहरू चाहिँ। अनि मकैहरू यस्तो भएको छ साथीहरू। अनि यो चाहिँ निम्बुको बुट्टा हो, असिनोले झारेर आएको त थियो तर असिनोले झारिदियो साथीहरू। अनि बहिनीले चाहिँ खेत लगाउनको लागि बाख्रा फुकाउँदैछ। खेत भन्नाले वनमा लग्ने उतैबाट। अनि त्यसपछि गर्ने बाख्रा पनि हेर्ने भनेर उसले चाहिँ लग्दैछ। अनि त्यसपछि म चाहिँ कस्तो भएको छ के साथीहरू, नुहाउन जहाँ गर्न चलेर माइत आउने भने के हुन्छ हो, यस्तो पनि मलाई मात्रै हो कि तपाईँहरूलाई नि यस्तै हो साथीहरू। मलाई चाहिँ अल्छी लागेको छ। मैले चाहिँ बेबीलाई नुहाइदिएको छैन तर नुहाउने प्लानिङ चाहिँ हिजोदेखि हो, तर हामीले चाहिँ नुहाउन सकेको छैनौँ। आज चाहिँ नुहाउँछौँ कि के गर्छौँ तर थाहा छैन अझै अहिलेसम्म। अनि उताबाट आए हाम्रो चाहिँ गोरु आएका छन् साथीहरू खेत रोप्नको लागि। साउने सङ्क्रान्ति भए पनि खेत चाहिँ रोप्नु पर्यो। अनि त्यो भएको हुनाले अनि बेबीले चाहिँ चुप्पा दिएको, आन्ने चुप्पा भन्दै। अनि मैले चाहिँ नुहाइ पनि सकेँ साथीहरू, जाँगर चाहिँ चलेकै हो है भन्दा हुन्छ। मैले चाहिँ नुहाइसकेँ। अब चाहिँ मैले नुहाइसकेपछि बेबीलाई पनि नुहाइदिन्छु। अनि हामी आमा छोरीले चाहिँ नुहाएर अनि बसेको छौँ। अहिले चाहिँ चट्ट परेर कपालहरू फिजालेर हामी चाहिँ बसेको छौँ बेबी र म।
हामीले चाहिँ यस्तो भएको छ, हाम्रो बेबी चाहिँ लट्ठै परेको छिन्। अनि मैले चाहिँ कपाल तेलहरू लगाएर अलिअलि सिमरिकहरू लगाएर अनि बेबीले चाहिँ गाजर लगाएर चट्ट परेको छिन्। अनि तपाईँहरूको साउने संक्रान्ति कस्तो भयो साथीहरू? मेरो चाहिँ यस्तै भयो। अनि अर्को भिडियोमा भेटौँला। बाई बाई साथीहरू।